मित्रहरू, आज हामी सूर्योदय नगरपालिका वार्ड नम्बर 8मा यो हाम्रो सूर्योदय नगरपालिकाले निर्माण गर्दै गरेको यो स्काई वक र यो सिसाको पुल बनिँदै गरेको ठाउँमा हामी छौँ। र यो चाहिँ एकदमै पहिला हेर्ने हो भने यो ठाउँ चाहिँ काम नलाग्ने नै थियो, तर अहिले सूर्योदय नगरपालिकाको एउटा के भन्नु यसलाई एकदमै राम्रो दर्शन भिजन हो। यो चाहिँ भविष्यमा यहाँ गएर धेरै पर्यटकहरू भित्राउनुको लागि यहाँनिर यसरी यो निर्माण हुँदैछ। यो चाहिँ हाम्रो ठाउँको हाम्रो सूर्योदय नगरपालिकाको चाहिँ एउटा गर्व गर्ने कारण बन्ने छ। र यो चाहिँ हामीले चाहिँ देख्दै गर्दाखेरि एकदमै राम्रो छ। र यसरी नै यहाँ मात्रै होइन, सूर्योदय नगरपालिका भरि नै है, जहाँ जहाँ चाहिँ विकटहरू ठाउँहरू छ देहात क्षेत्रमा चाहिँ यो यसरी नै विकास निर्माणको कामहरू पुगोस् भनेर हामी हाम्रो नगरपालिकालाई र स्थानीय सरकारलाई आह्वान गर्छौँ। उहाँहरूसँग हामी हार्दिक निवेदन गर्छौँ। आज चाहिँ हामी थोरै फुर्सद भएको कारणले गर्दाखेरि म र मेरो भतिज अवलोकन गर्न आएका छौँ। मेरो भतिज अष्टम सुनवार र म आफै शीतल सुनवार। यो ठाउँ चाहिँ सूर्योदय नगरपालिका वाडा नम्बर 8 पर्छ। धन्यवाद गाइस, सबै तपाईँहरूले हेर्नुभएकोमा धन्यवाद। अरू पनि आउनुहोस् होला होइन, अरू पनि हामी पनि नजिकै भएर पनि टाइम मिलाउनै नसकेको हो कि त्यो इन्ट्रेस्टै नभएको हो कि हो। धेरै राम्रो लाग्यो। एक त भ्यू पोइन्ट जस्तो पनि देखिँदो रहेछ सबै यहाँदेखि। यस्तो यता चाहिँ बिरिङ खोलातिर पनि देख्दो रहेछ सबै, कन्याम यता भइहाल्यो। अनि यहाँ स्काई वक यति माथिबाट चाहिँ हिँड्दा चाहिँ सिसाको पुलमा हिँड्दा चाहिँ कस्तो चाहिँ अनुभव हुन्छ होला नि होइन। राम्रो दिने क्या, एकदम राम्रो बनिँदैछ। तर यो निर्माण चाहिँ अहिले किन स्थगित भयो त्यो चाहिँ थाहा भएन। हुनसक्छ हाम्रो नेपालको एउटा सिस्टम बजेटको कारण पनि हुनसक्छ, ठेकेदारले आफ्नो तरिकाले बनाउने हो कि यो चाहिँ अलिकति छिटो भए चाहिँ झन् राम्रो हुने थियो नि। छिटो भएछ सुरु गरेको त निकै पहिलादेखि नै रहेछ। यहाँदेखि उब्रेको बेला त निकै राम्रो राम्रो देख्छ, धेरै राम्रो भ्युजहरू रहेछ। झापा कन्याम यो अलिकति कुहिरो जस्तो लागिरहेको छ, त्यसले गर्दाखेरि टाढो टाढोको दृश्यहरू देख्न चाहिँ अलिक बाधा हुने रहेछ। यता यो पारी चाहिँ जुरे भन्ने ठाउँ, यसरी यो जुरे हो कि के हो? जुरे नै हो। जुरे हो। यता इलामपट्टि पऱ्यो इलाम। पारी चाहिँ फेरि याङ पर्छ, त्यो टनेल खेती गर्दैछ त्यहाँ। अरुण थापा भन्ने भाइको त्यहाँ निकै राम्रो खेती छ। ल आजको भिडियो यति नै, हामीले यसो जानकारी गरायौँ। तपाईँहरू पनि आएर मजा लिनु होला, नबन्ने पनि है अहिले।